नेपालमा एकातिर दैनिक छाक टार्न नसक्ने परिवारहरू छन् भने अर्कोतिर होटल, पार्टी प्यालेस, विवाह भोज, सरकारी तथा निजी कार्यालयहरूमा प्रशस्त खाना बाँकी भएर फाल्ने अवस्था पनि उत्तिकै देखिन्छ। यही विरोधाभासको बीचमा फुड ब्याङ्कको अवधारणा सामाजिक न्याय, मानवीय संवेदना र स्रोतको सदुपयोगसँग प्रत्यक्ष रूपमा जोडिन्छ। अब प्रश्न उठ्छ, यस्तो फुड ब्याङ्क प्रणालीलाई कसरी प्रभावकारी बनाउने? फुड ब्याङ्क के हो र किन आवश्यक छ? आदरणीय दर्शकबिनहरू नमस्कार। आज हामी फुड ब्याङ्कको बारेमा कुरा गर्दैछौँ। फुड ब्याङ्क खाना नपाएकाहरू र धेरै भएर फाल्ने संस्कृति बीचको समाधान खोज्ने सन्दर्भमा कुरा गर्दैछौँ। पक्कै पनि तपाईँहरूको मनमा आखिर के हो फुड ब्याङ्क भन्ने लागिरहेको होला। फुड ब्याङ्क भनेको बाँकी तर खान योग्य खाना सङ्कलन गरी भोकमरी, गरिबी र आपतकालमा परेका व्यक्तिहरूलाई सुरक्षित रूपमा वितरण गर्ने संयन्त्र हो। नेपालमा खाद्य सुरक्षाको समस्या अझै गहिरो छ। राष्ट्रिय तथ्याङ्कले देखाउँछ हजारौँ परिवारहरू कुपोषणको जोखिममा छन्। अर्कोतिर सहरी क्षेत्रमा मात्रै दैनिक टन्नै खाना फालिने गर्छ। यो अवस्थालाई जोड्ने पुल नै फुड ब्याङ्क हो। भोकमा खाना नपाएकाहरूलाई कहाँ गएर माग्ने र कोसँग माग्ने भन्ने जानकारी नहुन सक्छ। तपाईँहरूले पक्कै पनि देखिराख्नु भएको होला, तपाईँको ठाउँ सहरमा कपडा ब्याङ्क, ब्लड ब्याङ्क जस्ता संयन्त्र उपलब्ध छन्, तर भोकमा के खाने, कहाँबाट खाने भन्ने व्यक्तिहरूका लागि अब यो वरदान नै साबित हुनेछ। बाह्य राष्ट्रहरूमा राज्यबाट सीमित प्रयासहरू देखिए पनि फुड ब्याङ्कलाई नीतिगत संरचना र बजेट सहितको स्थानीय कार्यक्रम बनाइएको छैन। प्राय व्यक्तिगत दान, स्वयंसेवकहरूको पहल वा सङ्कटको समस्यामा मात्र सीमित हुन्छ। यसले दीर्घकालीन समाधान दिन सक्दैन। फुड ब्याङ्क दान मात्र होइन, व्यवस्थित सामाजिक न्यायको अभ्यास पनि हो। खाना नपाएकाहरू र खाना धेरै भएर फाल्न खोज्नेहरूको दूरी घटाउन अब भावनात्मक होइन, संरचनात्मक समाधान आवश्यक छ। यसलाई स्थानीय सरकारले नेतृत्व लिने हो भने फुड ब्याङ्कले भोकमरी घटाउने मात्र होइन, सामाजिक सद्भाव, स्रोतको सम्मान र मानवीय संस्कृतिको विकासमा ऐतिहासिक भूमिका खेल्न ठुलो मद्दत गर्न सक्छ। अहिले पनि कसैको घरमा भाँडामा खाना बाँकी छ, कसैको फ्रिजमा राखिएको छ अनि कतै फाल्ने तयारीमा छ। तर यही समय हाम्रो छेउछाउमै कसैले दिनभरि केही नखाई रात काट्दै त छैन। यदि आज एक छाक खाना कसैको पेटमा पुग्यो भने त्यो केवल खाना होइन, आशा, सम्मान र भरोसा पनि हो। यो दूरी केवल खाना होइन, हाम्रो चेतना र संवेदनाको दूरी हो। आजैबाट तपाईँको घरमा तपाईँबाट सुरु गर्नुहोस्। ठुलो परिवर्तन सधैँ सानो कदमबाट सुरु हुन्छ। फुड ब्याङ्क, नीति, सरकार यी सबै आवश्यक छन्, तर त्योभन्दा पहिला आवश्यक छ हाम्रो निर्णय। सरकार भोलि आउला, नीति पछि बन्ला, फुड ब्याङ्क बिस्तार होला, तर भोक आजै छ, समाधान आजै चाहिन्छ र त्यो आजै मबाट, तपाईँबाट सुरु हुन सक्छ।